कहिलेकाहीँ हामी हाम्रै अगाडि भएका राम्रा अवसरहरूलाई चिन्न सक्दैनौँ। तिनमा शङ्का गर्दा वा पछि गरौँला नि त भनेर पर्खिँदा धेरै ढिलो भइसकेको हुन्छ। यस्तै हामीले चिन्न ढिला गरिरहेको एउटा महत्त्वपूर्ण योजना हो सामाजिक सुरक्षा। यदि तपाईँ प्राइभेट सेक्टरमा काम गर्नुहुन्छ र अझै पनि सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने कि नहुने भन्ने दुविधामा हुनुहुन्छ भने यो भिडियो तपाईँका लागि हो। नेपालमा सामाजिक सुरक्षा योजना सुरु भएको झन्डै 1 दशक पुग्न लाग्यो। यसबीचमा सामाजिक सुरक्षा योजनामा जोडिने रोजगारदाता र श्रमिकहरूको सङ्ख्या धेरै भइसकेको छ। यद्यपि अझै पनि धेरैमा यसबारे केही अन्यल र आशंकाहरू छन्। विशेष गरी निजी क्षेत्रमा काम गर्नेहरूको मुख्य चिन्ता भनेको काम गर्न नसक्ने भएपछि मेरो भविष्य के हुन्छ भन्ने नै हो। निजी जागिरमा मान्छेहरूलाई सधैँ यही डरले सताउँछ कि सकुन्जेल त कमाइन्छ तर नसक्ने भएपछि के गर्ने। यही समस्याको दीर्घकालीन समाधान र श्रमिकको सामाजिक सुरक्षाको ग्यारेन्टी गर्न ल्याइएको योजना नै सामाजिक सुरक्षा योजना हो। यसमा रोजगारदाताले 20% र श्रमिकले 11% योगदान गर्छन्। यसरी जम्मा हुने कुल 31% रकमले श्रमिकको वर्तमान र भविष्य दुवैको सुरक्षा गर्दछ। पैसा जम्मा गर्नुपर्छ भन्ने बित्तिकै धेरैमा धेरै खाले शङ्का उब्जिन सक्छन्। तर के बुझ्नुपर्छ भने सामाजिक सुरक्षा कोष राज्यको एउटा जिम्मेवार निकाय हो। तपाईको बचत वा लगानी योभन्दा सुरक्षित अन्यत्र कतै पनि हुँदैन। यदि राज्य नै टाट पल्टिने अवस्थाको कल्पना गर्ने हो भने त त्यति बेला त ब्याङ्कमा भएको बचत वा आफूसँग भएको नगदको पनि कुनै मूल्य रहँदैन। त्यसैले यो डुब्छ कि भन्ने शङ्का गर्न छोडिदिनुहोस्। बरु सम्झिनुहोस् कि तपाईँ जति ढिला जोडिनुहुन्छ तपाईँको पेन्सन र बिमाका सुविधाहरू त्यति नै कम र ढिलो हुँदै हुँदै जान्छन्। सामाजिक सुरक्षा योजना अन्तर्गत मुख्यतया 4वटा सुविधाहरू छन्। पहिलो, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना। यस अन्तर्गत योगदानकर्ता निजको पति वा पत्नी र 18 वर्ष मुनिका छोराछोरीले वार्षिक 1 लाख रुपियाँसम्मको औषधि उपचार खर्च पाउँछन्। साथै गर्भावस्था परीक्षण खर्च, सुत्केरी हुँदाको शल्यक्रिया खर्च, सुत्केरी भएको 6 हप्तासम्मको उपचार खर्च, 3 महिनासम्मको शिशु उपचार खर्च र घातक रोग लागेमा 10 लाख रुपियाँसम्मको उपचार खर्च यसै योजना अन्तर्गत उपलब्ध हुन्छ। दोस्रो छ दुर्घटना तथा अशक्तता सुरक्षा योजना। कामको सिलसिलामा दुर्घटना भएमा वा व्यवसायजन्य रोगको उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च कोषले बेहोर्छ। काम बाहेक अन्य अवस्थामा हुने दुर्घटनामा 7 लाख रुपियाँसम्मको उपचार खर्च पाइन्छ। यदि दुर्घटना वा रोगका कारण काम गर्न नसक्ने भएमा अशक्तताको प्रतिशतका आधारमा खाइपाई आएको आधारभूत पारिश्रमिकको 60% रकम जीवनभर पेन्सनका रूपमा पाइन्छ। तेस्रो छ आश्रित परिवार सुरक्षा योजना। कुनै कारणवश श्रमिकको मृत्यु भएमा निजको पति पत्नीले आधारभूत पारिश्रमिकको 60% र 21 वर्ष मुनिका छोराछोरीले 40% रकम मासिक रूपमा जीवनभर वा तोकिएको उमेरसम्म प्राप्त गर्छन्। साथै बुबा आमा आश्रित भएमा बुबा आमाले पनि सुविधा पाउने व्यवस्था छ। चौथो छ वृद्धावस्था सुरक्षा योजना अर्थात् पेन्सन। योगदानकर्ताले जम्मा गरेको रकम मध्ये 8.33% अवकाश सुविधाका रूपमा प्राप्त गर्छन् भने 20% रकमलाई 160 ले भाग गरी आउने रकम प्रत्येक महिना पेन्सनको रूपमा जीवनभर प्राप्त गर्छन्। यति मात्र होइन, सामाजिक सुरक्षाका अन्य व्यावहारिक पक्षहरू पनि छन्। 18 महिना योगदान गरिसकेका योगदानकर्ताले कोषबाट 1,50 लाख रुपियाँसम्म घर कर्जा र 35 लाख रुपियाँसम्म शैक्षिक कर्जा पाउने सुविधा छ। यस्तै 12 महिना योगदान गरेपछि आफ्नो सापटी कोषमा जम्मा भएको रकमको 80% ऋणका रूपमा लिन सकिन्छ। नेपाल सरकारले ल्याएको यो योजना विकसित देशहरूका सामाजिक सुरक्षा कार्यक्रमकै हाराहारीको छ। तर पनि धेरैले अझै यसलाई पूर्ण रूपमा विश्वास गर्न नसकेको देखिन्छ। सामाजिक सुरक्षा कोषमा मान्छेहरू जोडिन ढिलाइ गर्नुको कारण के होला? स्किमहरूको सही जानकारी नभएर हो कि प्रणालीप्रतिको अविश्वासका कारण होला? आफूलाई लागेको कुरा तल कमेन्टमा लेख्नुहोला। मेरो व्यक्तिगत आग्रह छ, यदि तपाईँ निजी क्षेत्रमा कार्यरत हुनुहुन्छ भने ढिला नगरी आजै यो योजनामा जोडिनुहोस् र आफ्नो भविष्य सुरक्षित गर्नुहोस्।